ल आज चाहिँ हामी चिडियाघर घुम्न आएको छौँ। टक्क लगाएर खै यस जनावरको नाम पनि के हो हेऱ्यो खै हाम्रोतिर गाउँतिर चाहिँ थार भन्छ होला जस्तो लाग्छ मलाई। थारै हो यो। टक्क लगाएर के जनावर यो त देखो त के हो यार। ल यो के हो? यो के जनावर हो यार? जराए भनौँ कि के भनौँ यसलाई? सानो छ जराए भनौँ पनि फेरि है। टक्क लगाएर ल यो चिडियाघरमा टक्क लगाएर आउनु यता तिम्रो म चस्मा यार आज भदै म होइन घुम्न आएको छ मस्त तरिकाले। आज फर्स्ट टाइम सँगै छुट्टी मिलेको हेरेर यो खासै उ लागेन मलाई। अब ठुल्ठुला जनावर हात्ती गैडा बाघ होइन के हुन्छ म यतै देखाउँछु तपाईँलाई। एकछिन वेट गर्नुहोस्। आज कस्तो लागिरहेछ? बबाल बबाल लागिरहेछ। यो झोलामा के छ यार? के ल्या? टक्कल के हो? जनावरलाई केही खाने चिज त होइन? यहाँ चाहिँ अलिक कस्तो रहेछ होइन, ठुलो ठाउँ रहेछ। टक्क लगाएर हिँड्न पनि धाउने अनि त्यहीबाट टक्क लगाएर यो गाडीमा जान मिल्ने खालको रहेछ। सर यो गाडीमा बस्ने सर घुम्ने खालको रहेछ। एकदम राम्रो सुविधा लाग्यो मलाई चाहिँ। टाइम लाग्यो हामी चाहिँ गाडीमा जान्छौँ है। अब टक्क यो हातमा लगाएको चाहिँ तपाईँले फेरि के हो भन्नु होला। यो चाहिँ टक्क लगाएर यो गाडीमा चढ्दा चाहिँ टिकट काटेको यो हातमा लगाइदिनु रहेछ टक्क लगाएर। फेरि हामी अर्को जग्गा आइगएका छौँ। टक्क लगाएर हात्ती बाघहरू त देखाउनु होइन त्यो अझै आएको छैन। ठ्याक्क यो चाहिँ हाम्रो के हो? साँडे गोरु देखाउनु। साँडे गोरु हो कि के हो यार? भैँसी हो कि अर्ना हो के हो यार? त्यो आछ उता त्यहाँ देख्नुहुन्छ मयूर? हाम्रो उतातिर मयूर देखाइदिन्छ। के छ यतातिर चाहिँ? के छ? केही छ यतातिर? यो के हो? यो ल टक्क लगाएर के हो यसको नाम? मैले चाहिँ नाम थाहा भएन। तपाईँहरूलाई के नाम लाग्छ, के नाम थाहा छ त्यसलाई कमेन्ट गरिदिनु होला। टक्क लगाएर देख्न सक्नुहुन्छ टक्क लगाएर कति धेरै जनावर। ल मङ्की डङ्की